हेलो एभ्रिवान, यहाँलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आशा छ हजुरहरूले एकदम आरामकुशल हुनुहुन्छ होला भन्ने। म पनि एकदम आरामकुशलै छु। यदि हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज लाइक शेयर सब्सक्राइब पनि गरिदिनु होला है त। अनि हजुरहरू मलाई कुन कुन ठाउँमा हेर्दै हुनुहुन्छ प्लिज त्यो पनि कमेन्ट गर्नु होला। अनि आजको चाहिँ मेरो भ्लग चाहिँ मेरो गाउँबाट स्टार्ट हुन्छ है। मेरो घरबाट स्टार्ट हुनेछ। यो चाहिँ मेरो घर रहेको छ। हेर्नुहोस्, यो चाहिँ मेरो घर। हाम्रोतिर त यस्तो छ, अहिले एकदम हावा चलिरहेको छ, पानी एकदम परिरहेको छ। सो यस्तै छ खोटाङतिर। हेर्नुहोस्, म जन्मेको गाउँ, म जन्मेको घर, मेरो जन्मभूमि यस्तै छ। हेर्नुहोस्, हावा चलिरहेको छ, कुहिरो पनि लागिरहेको छ। सो दिउँसो पानी पर्छ होला सकभर। धुवा छ दिन पनि, दिउँसो पानी पर्छ होला सकभर। हावा पनि चलिरहेको छ, यस्तै छ। हेर्नुहोस्, अनि यो पारी देखेको डाँडा चाहिँ भोजपुर र खोटाङको सिमानाको डाँडा है। त्यहाँदेखि उता चाहिँ भोजपुर पर्छ भने त्यो डाँडादेखि यता चाहिँ खोटाङ पर्छ, मेरो गाउँ। अनि माथि एउटा हाम्रो ट्याम्के छ, त्यहाँनिर चाहिँ मेला लाग्ने गर्छ, त्यहाँ मन्दिर छ है। यदि हजुरहरू नि आउनु चाहनुहुन्छ भने प्लिज आउनु होला। यो चाहिँ हाम्रो खोटाङ र भोजपुरको सिमानामा पर्छ। यो चाहिँ ठ्याक्कै त्यहाँदेखि उता चाहिँ भोजपुर पर्छ भने यता चाहिँ हाम्रो खोटाङ पर्छ। हामी चाहिँ भोजपुर र खोटाङको सिमाना छेउमै बस्छौँ। अनि हाम्रोतिर चाहिँ अहिले कामहरू पनि खासै छैन। अलिअलि मकै दोहोरी हुने कामहरू थियो, त्यो पनि सकिसक्यो। अब खासै काम छैन। हजुर के गर्दै हुनुहुन्छ, कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ प्लिज त्यो पनि कमेन्ट गरिदिनु होला है। हेर्नुहोस्, हाम्रोतिर चाहिँ यस्तै छ है। हाम्रोतिरको मकै चाहिँ हेर्नुहोस् है, यस्तै छ। यो मकै कहिले हुर्किने हो, तपाईँहरूकोतिर कत्रो भयो। हाम्रोतिर चाहिँ बल्ल 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 दोहोरेर यो बल्ल बल्ल यतिको भएको छ है। अब एकचोटि मजाले हावा आयो भने यो पनि सलाद पारेर लान्छ होला। यस्तै छ। हेर्नुहोस्, मौसम त्यति मजाले उडेको छैन, सो हल्का उडेको छ। यस्तै छ। हेर्नुहोस्।